किन लागिसक्यो भान्दाको बलेकै छैन ब्लग हेरिदिनु होला अनि त्यही लाइक र सब्स्क्राइब गर्न नबिर्सिनु गरेन भने फेरि पिटे खाला हैन अरे आशिष नदिकन टिप्छ त्यता हाम्रो त छुट्टै पो हो त कति राम्री त्यो मुस्कान नमस्ते हाम्रो न्यूज हात जोडेर नमस्ते गर न नि नमस्ते हाम्रो न्यूज च्यानलमा न्यू हैन नि स्वागत छ हाम्रो च्यानलमा पो भन्ने त न्यू त पुरानो भइसक्यो त हाम्रो त नि स्वागत छ हाम्रो च्यानलमा आज चाहिँ हामी तिहारको लागि झिलमिली बनाउन गइरहेको झिलमिली बनाउने सामानहरु चाहिँ मैले लिएर आइसके सबै हैन अनि अरु छ त्यसपछि सबै ठीक पारिसके ग्लु गन देखि लिएर यो चाहिँ मोड चाहिँ यो यसले चाहिँ के गर्ने भन्देखि मेन चाहिँ यसले चाहिँ उयो के भन्छ रे यो ट्याङ्कीहरु चाहिँ पाल पर्दाखेरि पानी लिकेज हुँदाखेरि टाल्ने कुरा हो तर यसले चाहिँ म एक थोक बनाउन गएको छु म तपाईलाई एकछिनमा देखाउँछु अनि ग्लिटर पेपर पनि रेडी भइसक्यो कस्तो बनाउने भन्ने कुरा तपाईलाई म देखाउँछु ग्लु गन पाँचजना म अब बनाउन सुरु गर्छौं बीचमा तपाईलाई देखाउँदै गर्छु हामीले कस्तो कस्तो बनाउँदैछौं भनेर यहाँ देखाउँछु हामीले कस्तो डिजाइन बनाउन थालेको भनेर सबै नम्बर देखाऊ हाम्रो मेहनत हैन हाम्रो यति धेरै मेहनत छ भिडियोलाई लाइक एन्ड सब्स्क्राइब गरिदिनु नभुल्नु होला हैन हात पोली पोली गरेर छौ तिमीले बनाएको गोलो नि देखाउ न मैले बनाएको गोलो यहाँ मैले बनाएको गोलो यो फुल पनि भान्जाले नि खोल्छाको यो सबै मैले बनाएको है ल गाइज फाइनली हाम्रो हामीले बनाएको चाहिँ सक्यो है हामीले बनाएको डेकोरेसन आइडिया त्यो चाहिँ पहिला सानै बनाऊ न अनि तपाईलाई म देखाउँछु ल कस्तो भयो भनेर हाम्रो सास पर्न लागिसक्यो हाम्रो बल्ल सकिदैछ भान्दाको बटरफ्लाई बन्दैछ है पुन्टे यहाँ रेस्ट गरेर छ है अनि 1 2 3 चडा ढोकामा नि राखेको छु दुईटा मैले परबाट देखाउँछु चडा यता चाहिँ यस्तो बनाएको छु अनि अझै बाँकी छ अनि त्यो चाहिँ ढोकाहरुमा बनाउने बगाएको छ मन्दिरहरुको लागि भनेर राखेको छु अनि अफिसमा पनि लिएर जान्छु 2-3टा यस्तो भन्छ है त हेलो गाइज आज तिहारको डेकोरेसन सामान बनाउने आज डे 2 रहेको छ हैन भान्जा पुरै बिहानदेखि फेरि लागिपरेको छ अनि म पनि अघिदेखि काम गरिरहेको छु र अनि अहिले फेरि म अर्को बनाउँदै छु यो चाहिँ क्यान्डल होल्डर हो यो हैन यस्तो हुन्छ अनि त्यसपछि टडा यो यस्तो बनाउने हो यो अनि यहाँ चाहिँ क्यान्डल राख्ने अनि कलर गरेर अलिकति डेकोरेसन गर्नु बाँकी नै छ अनि यहाँ पनि लगाउनु बाँकी छ है अनि अघि हामीले बनाएको यो ठुल्ठुलो सबै भान्दाले मैले अलिकति सघाइदिएको सबै भान्दाले बनाएको बटरफ्लाई हो एकदम राम्रो आछ बटरफ्लाई यति भएको छ है त तपाईलाई म देखाउँदै गर्छु अब हामी यो कलर गरेर देखाउँछु यो भइहाल्यो डेमो अनि हाम्रो पुन्टे चाहिँ जति बेला पनि सुते अनि पुन्टो सुते हैन तिम्रो कान खोइ अर्को कान त मासिएर सुतिरहेछ सोफामा ल अब तपाईलाई म यसको फिनिशिङ देखाउँछु है त हेलो गाइज है हाम्रो काम चाहिँ अझै सकेको छैन हाम्रो अर्डर चाहिँ आएकै छ यो अर्डर चाहिँ जाँदैछ सिन्धुली
त्यो अर्डर चाहिँ यो घरभरि हो, यो चाहिँ हाम्रो लागि हो। अनि हाम्रो काम सकेको छैन, अनि हाम्रो चाहिँ यो दियो चाहिँ रेडी भयो होइन भान्जा? काम कति पाइन्छ अब? अब 10 मिनेट जति लाग्ला। 10 मिनेट मात्रै? ओहो 10 मिनेट त खत्रै भने त उसले। 10 मिनेट भनेको कम्तीमा नि 2 घन्टा जति त हुन्छ। उसको 10 मिनेट चाहिँ हाम्रो चाहिँ 2 घन्टा हो है। 2 घन्टामा चाहिँ अझै काम सकिन्छ। त्यो अझै बाँकी छ। भर्खर त यो भयो, यसमा फेरि बाती चाहिन्छ, त्यसपछि सबै गर्दा गर्दा त्यसमा टाङ्नु पर्यो। चलो ए पुण्डे बाई बाई। बाई। हाम्रो ब्लग हेरिदिनु होला, अनि त्यही लाइक र सब्सक्राइब गर्न नबिर्सिनु। गरेन भने फेरि पिटे खाला होइन। लाइक सब्सक्राइब अनि कमेन्ट पनि गर्नु होला, अनि रेड हार्ट पनि फ्यालिदिनु होला। रेड हार्ट पनि पठाइदिनु होला कमेन्टमा। भान्जाले भनेको मान्नु होला सबैजनाले। नभए उसले फेरि गीत सुनाइदिन्छ नि, फेरि गीत गाइदियो नि त तिम्रो। युट्युबमा झन् फेमस हुन्छ नि त तिमी। गीत गाउनु। कुन गीत रे? गीत गाउनु। कुन गीत रे? पहिला गीत गाउन अनि काम गर्दै रमाइलो हुन्छ त नि। हेर रेस्ट गर्दै गीत गाउँदै ल गीत गाउ। बादल सरी नै गीत गाउन। कति आउँछ त्यति नै गाउ न। कुन आउँछ त धेरै? ल गाउ त्यो जुन त्यही गीत गाउ बादल सरी नै। ल कुन? ल ओइ नक्कले तिमी भन्ने गीत रे भान्जाको। सबैजना सुनिदिनु होला। ल 1 2 3 गो एक्सन। ओइ नक्कली तिमी कति राम्री। यहाँ क्यामेरा भएर गीत गाउनुपर्छ त। ओइ नक्कली तिमी कति राम्री, त्यो मुस्कान झनै दामी। ओइ नक्कली तिमी कति राम्री, त्यो मुस्कान राम्री। बुहारीको खाँचो थियो कतैभरि रही। ताली। ल यो पनि रेडी भइसक्यो है। गीत सुनेर मामा बिहोस। पुण्डे पनि यहाँ बिहोस होइन पुण्डो? किन स्याड भएको पुण्डे? यहाँ 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 यहाँ। ल बाँकीको कामहरू म देखाउँदै जान्छु, हामी गर्दै जाउँ होइन भान्जा? ल हेलो गाइज, आज चाहिँ तिहारको अघिल्लो दिन, लक्ष्मी पूजाको अघिल्लो दिन है। मैले भोलिको लागि के तयारी गरेँ भन्ने कुरा म तपाईँलाई देखाउँछु। यो चाहिँ मैले रङ्गोली आफै बनाएको होइन, यो चाहिँ किनेर ल्याएको। हेर्नु नि, यहाँ सायद यही कलर होला क्या यो होइन। अनि यो लिएर आएको 200 रुपियाँमा, मलाई चित्त बुझे नै हो। अनि यो चाहिँ म आफैले बनाएको। यो ब्लू छ, भन्नु मुनि कलर लाग्छ। त्यसपछि यो ग्रिन, येलो, ऑरेन्ज, रेड। यो चाहिँ मैले कसरी बनाएको भनेदेखि बेलुका, हिजो बेलुकै चामलमा कलर मिक्स गरेर भिजाएर राखेको, अनि बिहान मिक्सर गरेर अनि यो चाहिँ सुकाएको है। यस्तो मजाले फुर्र भएको छ। यो कलर भन्दा त बेटर क्या। यो रेड हो क्या, यो छेउको यो रेड र यो रेड हेर्नु त। ऑरेन्ज चाहिँ यहाँ छैन रहेछ। यसरी बनाएको छु। अनि रोटी, सेलरोटी त तिहार लक्ष्मी पूजाको भोलिपल्ट बनाउँछु म। अनि अहिले चाहिँ पत्रे रोटी, फिनी रोटी बनाउने भनेर मैले यो डो रेडी गरेको छु है। अनि यसमा अल्लाले साँठो, अनि त्यसपछि यो चाहिँ ठेकुवा यानि कि खजुरी बनाउनलाई यो मैले मेरिनेट गरेर राखेको छु है। अनि म आज यो दुईटा बनाउँछु। रोटीको लागि सबै सामानहरू मैले ल्याएर चाहिँ टक्क मिलाएर राखिसकेँ यहाँ है।
अनि कोठाहरूपट्टि तिहारको अलिअलि डेकोरेसन गरेको चाहिँ म तपाईँलाई देखाउँछु है त। यो चाहिँ यस्तो हो अनि यहाँ झिलिबिली बाल्ने हो यसरी यस्तो छ। बाहिर पनि छ, बाहिर चाहिँ म तपाईँलाई एकचोटि बोल्न आउँछु। यहाँ पनि छ झिलिमिली लगाएको मैले। औ भले न त भले 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 मैले ढोकामा यसरी बनाएर लगाएको छु। अनि यहाँ चाहिँ दियोवाला हो होइन। यहाँ चाहिँ पानी हाल्नुपर्छ। पानी हालेपछि चाहिँ यहाँ यस्तो अलिक कस्तो राम्रो बलेन। पानी हालेपछि मात्रै बल्दा चाहिँ राम्रो रे। यस्तो हुन्छ यसरी छ। आजलाई मैले सरसफाइ गरेँ, झालर सब पुछपाछ गरेर कामहरू लगभग सकाएँ। अब भोलि पूजाहरू गर्नु लागि, पूजाको लागि भोलि पुन्टेको लागि माला पनि रेडी गर्नु लागि छ। मालाहरू बनाएको छैन। योपालि फुल चाहिँ मैले यहीँ ल्याएको छु, नर्सरीबाट ल्याएर यसरी राखेको छु फुल। योपालि चाहिँ फुल प्रशस्तै छ है। यसरी ल अब बाँकी कुरा म तपाईँलाई यो फिनी रोटी र अर्को रोटी पाकेपछि म देखाउँछु है त। गाइस मलाई फिनी रोटी राम्ररी बनाउन आएन है। फुल्नु चाहिँ फुलेको छ, लेयर पनि छुटेको छ, तर कस्तो के मिलेन क्रन्ची पनि भएको छ। यो चाहिँ फर्स्टको रोटी हो। लेयर पनि राम्रो भएको छ, चुरुम पनि राम्रै छ। साठोमा चामलको पिठो धेर भयो जस्तो छ। के हुन्छ कि नजानेपछि के गर्नु। त्यही पनि मेरो प्रयास निरन्तर। यो चाहिँ सेकेन्ड लटको पिठो हो है। यो चाहिँ ठिक हुन्छ जस्तो है। त्यो चाहिँ फर्स्ट लटको अलिक टेढेमेढे छ। यो चाहिँ सेकेन्ड लट हो। अझै थर्ड लट हुन्छ। वो नाइस हुँदैछ है। यो चाहिँ हुँदैछ। चाँडै निराश हुनु हुँदैन, हुँदैछ। सेकेन्ड लटको राम्रो भन्छ, फर्स्ट लटको टेढेमेढे भयो नि, थर्डको झनै राम्रो हुन्छ जस्तो छ है त। म तपाईँलाई पुरै बनाएर देखाउँछु है त। हेलो गाइज, गुड मर्निङ। र आजको दिन चाहिँ रहेको छ लक्ष्मी पूजा यानि कि दीपावली। सबैजनालाई दीपावलीको धेरै धेरै शुभकामना। र अहिले म बिहानै कहाँ जाँदैछु भने आज कुकुर तिहार पनि हो होइन। पुन्टेको लागि एउटा गिफ्ट लिन जाँदैछु है। त्यो पाउँछ कि पाउँदैन, पाएँ भने म तपाईँलाई देखाउँछु। अनि पुन्टेको रियाक्सन कस्तो हुन्छ त्यो पनि देखाउँछु है त। म पुन्टेको लागि जे लिनु गएको त्यो चाहिँ मैले पाइनँ। म लिनु गएको चाहिँ त्यो भैँसीको रागाको खुट्टा। त्यो चाहिँ छाला नभएको क्या, अनि ठुलो हड्डी देख्छ नि त। म त्यसलाई प्राङ्क गर्छु, टोक्नु त सक्दैन त्यसले। प्राङ्क गर्छु भनेर सोचेको थिएँ, तर मरेको त्यसलाई पसलेलाई आजै नल्याउनु रहेछ। म झोला पनि लिएर गएको थिएँ क्या। त्यसमा ल्याउनुपर्छ। चाहिने दिनमा त कहाँ ल्याउँछ र। अनि हाम्रो पुन्टे फेरि अरू केही खाँदैन। फेरि मासु नै लिएर आएको छु पुन्टेको लागि। पार्टी चाहिँ प्राङ्क गर्छु भनेर सोचेको थिएँ, सोचेको मात्रै भयो। अस्ति भर्नु आइदिएको है 1 महिना अगाडि पुन्टेलाई। आज चाहिँ कुकुर तिहार, मुख मात्रै धोइदिन्छु।
हिरो। अब यता तिमी त भागिहाल्छौ। आछु गमलाको पानी यहाँ पो परेछ। यहाँ अब कट गर अहिले नआएपछि आउनुपर्छ नि त नि हेर युट्युबमा हाल्नु त। ल उता हेर त उता हेर न। माला टिपिक्क पारिदियो टोकिहाल्छौँ अब है। को रहेछ पुन्टे भुक्नु हुँदैन है। कहिले बोलायो ल खाऊ आहा ल यो ल छिटो छिटो नफुर्की ल ल ल आहा खाऊ। तिम्रो यहाँ दक्षिणा आइसक्यो यहीँ। म चाहिँ रङ्गोलीको लागि सबै रेडी गरिसकेँ है। यहाँ चाहिँ अघि नै लिपेको यहाँनिर सुकोस् भनेर अझै राम्रो सुकेको छैन। अनि कलर ठिक पारिसकेँ। 4:30 भइसक्यो। अब चाहिँ म बनाउन सुरु गर्छु अनि म लास्टमा देखाउँछु है एकैचोटि बनाएको। ल गाइज मैले चाहिँ यति स्केच गरेँ है। अब स्केच गरे अनुसारले चाहिँ हुन्छ कि हुँदैन। स्केचमा त ठिकै देखाएको छ। कलर अप्सन चाहिँ मसँग हेर छैन कि यहाँनिर। अब हेरौँ के हुँदो रहेछ। लेट्स सी। भिडियो भयो परबाट सबै देखिरहेछ। ल त्यो थोरै भएपछि हुन्छ कट गर। ढोकाबाट हो त्यहाँबाट अगाडिबाट देखाउनु हिँड अब रङ्गोली देखाऊ। हात छोपिरहेछ कसरी भिडियो बनाउँछौ। म यता राख्छु तिमी भिडियो देखाऊ है मलाई। यहाँ बसेर गर न यहाँ अगाडिबाट। हावाले निब्लास भयो। हजुर आजकल त यता पनि नआएछ है। भाइ एकछिन नगर। गीत भान्जा
गीतहरू ब्लुटुथमा बजाउँदा हाम्रो भान्जा नि नाच्छ है मजाले। लुगा लगाऊ भनेको देउसी खेल्न जान्छ फोटो पनि। अरे आशिष नदिकन टिप्छ त्यता हाम्रो छुट्टै पो हो त। आलुको चिप्स यो पैसा टिप हो क्या तिमीहरू त। ह्याप्पी तिहार। मेरो सकिन लागिसक्यो भान्जाको बलेकै छैन। ओहो यसले त हात पोल्दो रहेछ। गाइस म चाहिँ यत्तिकै फोटो खिच्न लागेको छु है। म चाहिँ काम गर्दा गर्दा म चाहिँ भ्याइन मेकअप गर्नलाई। हतारपत्ती लिपस्टिक लाएर आफूले गरेको काम पुरै ब्याकग्राउन्डमा देखाएर फोटो खिचिरहेको छु। दामी भन्छ है दामी दामी। कपाल पनि के हो यस्तो। यो हाम्रो चाहिँ गुजिया पाक्दैछ है। गुजिया के भन्नुभयो? करेन्जी भन्छ, करेन्जी गुजिया पनि भन्छ, करेन्जी पनि भन्छ। करेन्जी पाक्दैछ नयाँ नाम सुनेको। म चाहिँ यहाँ रेडी गर्दैछु। यो साँचामा हालेर अनिखेर फोल्ड गर्ने। यो पिठो चाहिँ किन फोर भनेर भन्नु होला फेरि यहाँ देखेर। यो चाहिँ यसकोबाट बाँकी निक्लिन्छ नि त यो साइडबाट। अनि यस पनि निकाल्दाखेरि चाहिँ यो लागेकोहरू क्या फेरि दोहोऱ्याएर बेल्दाखेरि यस्तो देखेको। नराम्रो कमेन्ट नगरिदिनु होला फोर भयो भनेर। हो यो हो गुजिया। लु फुल्यो त हो भान्जा